साथीहरु हाम्रो चाहिँ खोर्सानीको बोजू के गर्नुहुन्छ अरे मर्यो भने के गर्नुहुन्छ कि बाँच्यो भने के गर्नुहुन्छ अरे मर्यो भने गाडी बाँच्यो पाइ हेलो गाइस नमस्ते सेवारो अनि तपाईहरुलाई स्वागत छ आजको मेरो ब्लगमा म चाहिँ धेरै दिनपछि ब्लग बनाउँदै छु सो साथीहरु टाइम नमिलेर अनि म चाहिँ ब्लग बनाउन छोड्ने छैन साथीहरु अनि आजको दिन चाहिँ मैले आज टाइम मिलेर ब्लग बनाउने मौका पाएँ सँगसँगै चिया पनि खाँदैछु नि आज चाहिँ मैले ब्लग बनाउँछु धेरै दिनपछि अनि हिजो आज त यस्तो हुँदैछ नि त धेरै जस्तो पानी मात्रै परिरहेको क्या प्राय पानी छिनछिनमै बर्खा लागेको नि त त्यही भएर आजको मौसम चाहिँ एकदम राम्रो छ हेर्नुहोस् अनि यो चाहिँ बोजूको घर बोजू के गर्दै हुनुहुन्छ हेरौँ पहिला साथीहरू बोजू फ्राई गरेर बोजू बोजू के गर्दै हुनुहुन्छ म चिया खाँदैछु बोजू सुत्नु परेन बोजू अन्त यहाँ तपाईँको सोल्टीहरूले बोलाउँदैछ आउनु त साथीहरू उहाँ चाहिँ मेरो बोजू सासू है उहाँ चाहिँ आँखा घुमाउनु भएको छ हल्का देख्नुहुन्न सेवारो भन्नु न बोजू फोनमा सेवारो भन्नु न सेवारो सबैजनालाई भन्नु न सबैजना सेवारो हाते त्यही बसेर बोल्नु न ल हुन्छ सेवारो सेवारो तपाईँको नाम पनि भनिदिनु नाम मेरो के अरे तपाईँको नाम के हो मेरो नाम थाबी माया के माया थाबी माया के थरी पनि भनिदिनु म थर भनेको जानेको छैन थाबी माया हो र दलकुमारी तुम्बापो आले सब कसो भन्नु एकदम कमेन्ट हुनु त मेरो बोजू हेर्नु कुर्दै हुन्छ अयो के माया रे बोजू तपाईँको नाम थापी माया दलकुमारी थापी माया जिलिङन गाविस म अहिले मेरो जन्मस्थल हो भने फिदिम जिल्ला अनि कर्मगर भने चाहिँ कर्मगर गरमघर अहिले 6 नम्बर गाविस वडा नम्बर वार्ड बोजूको घर चाहिँ खासै गरी जन्म घर चाहिँ कता पो बोजू फिदिम अन्त कुन ठाउँ पो फिदिम कुन ठाउँ फिदिम चोकमा 4 हैन अनि कर्मघर चाहिँ अहिले चितलिन्देन गाविस 6 नम्बर वडा नम्बर 4 हो हैन फागुनन्द गाउँपालिका वडा नम्बर गाउँपालिका अहिले फिदिम जिल्ला बोजू के गर्नुहुन्छ अरे मर्यो भने के गर्नुहुन्छ कि बाँच्यो भने के गर्नुहुन्छ अरे मर्यो भने गाडी नि बाँच्यो पाइ साथीहरू हामी चाहिँ मेलोमा जानु आँटेको अहिले चाहिँ हामी प्लस मेरो बोजू यहाँ आउनुहुन्छ मम्मी त हेर्नु उहाँ चाहिँ मेरो सासू मम्मी हो नारो किन उहाँ चाहिँ मेरो सासू मम्मी हो दाँत पनि हल्का किराले खाएको छ बोजू तल हुनुहुन्छ ऊ एकछिन के देखिन्छ अनि प्लस यहाँ चाहिँ मेरो हस्बेन्ड मोटाएर काम छैन ब्लग बनाएको नि मम्मी ब्लग नपुगेको दिन छ र भन्नु न अनि प्लस यो चाहिँ हाम्रो घर हो अनि मैले रोपेको फुल होइन मम्मी के कसले रोपेको बोजू भन्नु त यो फुल कसले रोपेको भन्नु न राइट गुड लु लाग्यो म त यसो अब हल्का टाइम भएको बेला ब्लग बनाउँदै हिँड्ने पर्ने हो अनि यहाँ चाहिँ सब्जी किन्दैछ सब्जी टिप्दैछ खर्सानी सब्जीहरू सबै रोपेको हो के गर्नु भएको भन्नु त हामी चाहिँ मेलामा जाँदैछौँ के गर्नु त्यो पनि भन्नुपर्छ साथीहरू तपाईँहरूलाई अन्त नि यो फुल कति राम्रो फुलेको छ हामी चाहिँ खोर्सानी गर्नु गएको अनि मैले अस्ति त अर्को भिडियो नै हालिरहेको थिएँ नि त म चाहिँ बिछाएको ए हाम्रो खोर्सानी
हाम्रो चाहिँ यस्तो प्लास्टिक बिछाएर रोप्छौँ क्या साँच्ची यो फुल कति राम्रो फुलेको माथिबाट गोड्नु के मलाई कस्तो देखियो साथीहरू भन्नुहोस् है ला यहाँ मकै आउँदै रहेछ त अनि मडी मजाले यहाँ हाम्रो रोपेको मैले बे गरेर ठाउँ चाहिँ यस्तो हल्का घरहरू बाक्लो बाक्लो नै छ क्या साथीहरू इधर इधर फुल चाहिँ लास्टै राम्रो लाग्यो कि मलाई साथीहरू यो हेर्नु त वाउ यो चाहिँ हाम्रो यतापट्टि चाहिँ बाजेहरूको पर्छ अनि यतापट्टि चाहिँ हाम्रो ला यहाँ त कति राम्रो भएको फेरि मृगले होला नि अनि यहाँ चाहिँ झारै छैन के रे कस्तोले झाडु खानु यो त काटेको कि बच्चाको यस्तो राम्रो खोर्सानीहरू त मर्यो नि त होइन खोर्सानी गोड्नु आएको होइन कि हामी यता हेर त पनि हुन्छ त्यो खोर्सानी गर्नुपर्छ नि भन्छ कसरी गर्नुपर्छ यो प्लास्टिकको पनि भन्नुहुन्छ होला कि साथीहरू प्लास्टिकको चाहिँ कसरी गर्छ मलाई प्लास्टिक यसरी क्या यसरी झाडु खानुपर्ने हुन्छ साथीहरू हामीले चाहिँ प्रायः के भन्नुहुन्छ भने हाम्रो चाहिँ यतातिर चाहिँ धेरै खोर्सानी खेती मात्रै गर्छौँ कि मकै यताउति हुन्छ नि त्यो भएर पनि धेरै खोर्सानी खेती मात्रै गर्छौँ अनि हामीले चाहिँ कति हजार जति हामीले खोर्सानीको बोट रोपेको छौँ भन्नु त लगभग त्यति नै छ क्या 15-16 हजार जति खोर्सानीहरू रोपेको छौँ प्रायः खोर्सानी खेती चाहिँ धेरै हुन्छ क्या यतापट्टि चाहिँ अनि प्लस यहाँ चाहिँ यतिको छ नि खोर्सानी तर अझै हाम्रो त औलमा योभन्दा ठुल्ठुलो भइसक्यो खोर्सानीहरू यस्तो झारहरू झिक्नु पर्ने हुन्छ साथीहरू अब काम गर्दै हुन्छ मात्रै टाइम त त्यो काम गर्नु मिलेन साथीहरू एकछिनपछि भेटौँ ल के बाई 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 भन्नु मजाले भन्नु साथीहरू हाम्रो चाहिँ खोर्सानी गरेर पनि लागिसक्यौँ अनि उहाँले चाहिँ घाँस काट्नुभयो अनि यता माथिदेखि यहाँ तलसम्म क्या खासै धेरै छैन हाई भन्नु न हिल्लेको भन्नु न माथि अनि चारो यस्तो पनि चारो हुँदो रहेछ क्या साथीहरू त्यो पनि हुन्छ यो खोर्सानीहरू यस्तो राम्रो भएको छ कि यता हेर्नु के भन्नु त तपाईँको नाम के हो भन्नु त फेरि अल्ठुलो बोल्नु काले पनि हो नाम होइन
यो चाहिँ हामीले तपाईँको ऊ अरे हबी ला पानी उ गरेर छ तर यो त पछि सेपले गर्दा सकिँदैन होला सेपले गर्दा हुँदैन होला यता पर पनि सबै मकै छरेको त्यो उमा यता पर्ने यहाँ त्यो गडेरीमा ए नि लै अझै बाहिर गएको थिएँ नि त त्यही भएर मलाई खासै थाहा भएन किन जति बसेर आएको नि त मकै छरेको थिएन नि त्यही भएर मलाई थाहा भएन यस्तो राम्रो फुटबल चाहिँ हामी चाहिँ मेलोमा पनि गएर आइसक्यौँ अनि तपाईँको नाम के अरे भन्नु नमस्ते मेरो नाम नाम्याङमा भन्नु न अनि यो चाहिँ मेरो नन्द पर्छ नि मडी नन्द पर्छ तर मलाई चाहिँ दिदी मात्र भन्छ कि उसले चाहिँ दिदी मात्र भन्छ यता हेर तपाईँ कति क्लासमा पढ्नुहुन्छ अरे नर्सरी क्लासमा अनि अस्ति नै म माइती जाँदाखेरि होमवर्क दिइरहेको थिएँ नि त यो कान्छीलाई अनि होमवर्क गरिसकेको छ कि छैन खै भन्दैछ अनि भोलि पनि लिएर आउने नि होइन अन्त भोलि पनि लिएर आएन नि त म त स्टिक पनिसमेन्ट दिन्छु नि थाहा छ कि थाहा छैन नि अनि आज चाहिँ हामीले काम गऱ्यौँ अनि आज चाहिँ मेरो भिडियो एन्ड गर्न चाहन्छु साथीहरू धेरै दिनपछि भिडियो बनाएको अनि लाइक सब्सक्राइब अनि सेयर गर्न चाहिँ नबिर्सिनु साथीहरू यति मेरो न्यू भिडियो मतलब मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला साथीहरू भन्दै ओके बाई बाई भन्नु न बाई बाई यहीँ भिडियो एडिट गर्न चाहन्छु